हेलो गाइज बड्डा हियर फेरि पनि हामी अर्को रिस्क एन्ड रिटर्नको नयाँ क्वेसन लिएर आइसकेका छौँ। यो चाहिँ रिस्क एन्ड रिटर्न र पोर्टफोलियोसँग रिलेटेड क्वेसन हो। तपाईँले क्वेसन यहाँ देख्न सक्नुहुन्छ होइन। क्वेसनमा चाहिँ के भनेको भनेपछि देयर आर टु एसेट्स एन्ड थ्री स्टेट अफ इकोनोमी विथ फलोइङ प्रोबेबिलिटी एन्ड रेट अफ रिटर्न अन स्टक आर एन्ड स्टक एक्स। हामीलाई के देखाउने तीनवटा इकोनोमीको स्टेट देखा, रिसेसन, नर्मल र बुम। त्यसमा चाहिँ प्रोबेबिलिटी पनि दिएको छ हामीलाई। यो बुम हुने के अरे रिसेसन हुने प्रोबेबिलिटी 0.2 अनि त्यस पछाडि नर्मलको 0.5 अनि बुमको 0.3 अनि त्यही अनुसार रेट अफ रिटर्न अन स्टक आरको कति देखा -15%, 20% एन्ड 60% एकाडेमिक अनि यसको पनि त्यही अनुसार 20, 30, 40 देखा यसरी दिएको छ। अनि हामीलाई के निकाल्नु भने थाहा छ भन्दाखेरि फाइन्ड आउट एक्सपेक्टेड रिटर्न। यो रेट अफ रिटर्न स्टक प्रत्येक स्टकको रेट अफ एक्सपेक्टेड रिटर्न निकाल भनेको छ अनि स्ट्यान्डर्ड डेभिएसन निकाल भनेको अनि कोएफिसिएन्ट अफ भेरिएसन अफ इच स्टक भनेको अनि अर्कोमा सोधेको छ हामीलाई भेरिएन्स निकाल भनेको स्टक आरएसको अनि अर्को चाहिँ के भनेको चाहिँ हामीलाई पोर्टफोलियोमा यसरी दिएको छ फाइन्ड आउट द एक्सपेक्टेड पोर्टफोलियो रिटर्न एन्ड रिस्क अन इच स्टक इफ यु पुट 75% इन स्टक आर एन्ड 0.5% इन स्टक एस। यो भनेको नर्मली के हो भनेपछि इन्भेस्टमेन्ट डिसिजनमा हामीलाई काम लाग्छ। कसरी भनेपछि कुन स्टकले कति दिन्छ, कुन स्टकको रिस्क कति छ अनि यसको रिटर्न कति छ अनि त्यही अनुसारको हामीले क्यालकुलेसन गरेर हामीले चाहिँ फाइनल्ली इन्टरप्रिटेसन गर्नुपर्ने हुन्छ। अब ढिला नगरिकन हामी चाहिँ सोलुसनतिर जाउँ। क्वेसन त यो भइहाल्यो है। हाम्रो चाहिँ अब यो क्यालकुलेसन टेबल अगाडिको क्वेसनमै यही छ होइन। अब हामी चाहिँ कसरी गर्छ भनेपछि क्वेसन 1 ले के छ देखा फाइनल एक्सपेक्टेड रेट अफ रिटर्न भनेको होइन। क्वेसन नम्बर 1 मा जाउँ। एक्सपेक्टेड रेट अफ रिटर्न ER यो भनेको चाहिँ हाम्रो के हुन्छ भनेपछि फर्मुला छ समेसन प्रोबेबिलिटी गुने रेट अफ रिटर्न यो छ होइन। अनि हाम्रो के छ फर इच स्टक भने त्यही भन्दा हामीले स्टक एक्सको स्टक आरको स्टक आरको एक्सपेक्टेड आर गर्दाखेरि कति हुन्छ 0.20 गुने -15% प्लस 0.50 गुने 20% प्लस 0.30 गुने 60%। अब हाम्रो के भयो क्यालकुलेसन गर्दाखेरि कति आउँछ भन्दाखेरि तपाईँको -3 प्लस 0.5 गुने 20 10 प्लस 0.3 गुने 6 सम्म कति आउँछ 0.3 गुने 60 18 इक्वल टु कति हुन्छ 25% स्टक आरको है। अनि स्टक एसको एक्सपेक्टेड रेट अफ रिटर्न आरएस इज इक्वल टु 0.20 गुने 20% प्लस 20% प्लस 0.50 गुने 30% प्लस 0.30 गुने 40%। यो चाहिँ हाम्रो कति आउँछ भनेपछि 2004 को प्लस 5 15 15 प्लस 3 चौको 12 भनेपछि 12 0.2 गुने 20 को 0.3 गुने 30 गुने 40 12 प्लस 15 16 16 31 भयो होइन। यो चाहिँ हाम्रो एक्सपेक्टेड रेट अफ रिटर्न आयो छैन
31% चाहिँ भयो। अब फर्स्ट क्वेसन अनुसार के छ, एक्सपेक्टेड रेट अफ रिटर्न अफ स्टक आर को 25% आयो, स्टक एस को 31% आयो। अब हामीले चाहिँ निकाल्नु पर्ने के छ, अर्को भनेको यसकै के छ, यो भनेको चाहिँ स्टक आरले एभरेजमा कति दिन्छ त इन्भेस्टमेन्ट रिटर्न कति दिन्छ त भने 25% भयो, अनि स्टक एक्सले 31% भयो। अब हामीले निकाल्छौँ कि रिस्क निकाल्छौँ, स्ट्यान्डर्ड डेभिएसन सिग्मा, यसको फर्मुला के छ, रूट अंडर रूट समेसन रेट अफ रिटर्न माइनस एक्सपेक्टेड रेट अफ रिटर्न को होल स्क्वायर गुने पी, आर आर माइनस पी आर आर, त्यो भनेको छ 25%। अब गरौँ त, स्टक आर दिएको छ, स्टक आर को एक्सपेक्टेड रेट अफ रिटर्न देखा -15 -25, -15 -25 भनेको -40%, अनि 20 - 25 भनेको -5%, अनि 60 - 25 भनेको 35%, यसको आयो है। अब यसै गरी स्टक एस को निकालौँ, आरएस माइनस इआरएस, यो गर्दाखेरि यसको 24%, यो भनेको 31% हो है। अब 20 - 31% भनेको -11%, अनि 30 - 31 भनेको -1%, 40 माइनस भनेको 9% है। यो आयो, यही मात्रै आएर भएन, हामीलाई के चाहियो, यसको होल स्क्वायर गुने पी चाहियो, यसको होल स्क्वायर गुने पी चाहियो भनेपछि हामीले रकम आर माइनस 25%, 25 को होल स्क्वायर गुने पी गरौँ है। अब के कसरी क्यालकुलेट गरौँ भने यसलाई स्क्वायर गरौँ अनि पीले चाहिँ मल्टिप्लाई गरिदिउँ, भयो। 40% भनेको 40% को होल स्क्वायर माइनस 40% भन्नाले होल स्क्वायर गुने 0.2 गर्दाखेरि 320 आयो, अनि -5 को होल स्क्वायर भनेको 25, 25 गुने 0.5 भनेको 25 गुने 0.5 भनेको 12.5 भयो, अनि 35 को होल स्क्वायर भनेको 35 को होल स्क्वायर गुने 0.3, प्रोबेबिलिटी 3% छ हैन, 0.3%, 0.30 भनेको 367.5 भयो हैन। अब यो आयो भनेपछि यो त किसको आयो, यसको आयो। अब स्टक आर को आयो, स्टक पी को निकालौँ है, आरएस स्टक एस को निकालौँ है, आरएस माइनस इआरएस को होल स्क्वायर भनेको छ 31% है, गुने पी गरौँ है। अब यहाँ भयो 11 को स्क्वायर भनेको 121, 121 गुने 0.2 कति आयो, 22.2 आयो, 1 को स्क्वायर 1 भयो, 1 गुने 0.45 भनेको 0.5 नै भयो, 9 को स्क्वायर भने 81, 81 गुने 0.3, यो भनेको 24.3 भयो है। अब 24.3, अब यसको के गरौँ, समेसन निकालौँ, समेसन आर आर माइनस इआरआर को होल स्क्वायर गुने पी कति हुन्छ त भन्दाखेरि क्यालकुलेट गरौँ त, यिनीहरूको समेसन आरएस माइनस इआरएस को होल स्क्वायर गुने पी, यो गर्दाखेरि कति आयो भनेपछि 700 आयो, यो चाहिँ आउँछ 49, 32549 है। अब यो हामीले निकालेकै छौँ। अब हाम्रो इन्डिभिजुअल को निकालौँ है, स्ट्यान्डर्ड डेभिएसन अफ स्टक आर सिग्मा आर इज इक्वल टू
कति छ समेसन आर माइनस ERR को होल स्क्वायर गुणे पी गर्दाखेरि रुट अन्डर रुट 700 आएको छ। रुट अन्डर रुट 700 भनेको कति हो क्याल्कुलेट गर त साथीभाइहरू। यो चाहिँ हुन्छ हाम्रो 26.457। अब हामीले स्टक एस को निकालौं है त। सिग्मा एस इज इक्वल टु रुट अन्डर रुट समेसन आरएस माइनस ERS को होल स्क्वायर गुणे पी। यो चाहिँ कति छ 49। यो भनेको 7 7 49 7 आयो है। अब हामीलाई दुईटा निकाल्यौं, एउटा एक्सपेक्टेड रेट अफ रिटर्न निकाल्यौं, अर्को स्ट्यान्डर्ड डेभिएसन निकाल्यौं। अर्को के छ देखायो भने कोएफिसिएन्ट अफ भेरिएसन भन्छ देखायो। कोएफिसिएन्ट अफ सीबी, जसलाई सीबी पनि भन्छ। सीबी को फर्मुला के हुन्छ रिस्क बाइ रिटर्न हुन्छ। त्यो भनेको समेसन बाइ एक्सपेक्टेड ER। अब हामीले इन्डिभिजुअल को निकालौं है। इन्डिभिजुअल भनेको स्टक आर को यो भनेको समेसन आर बाइ ERR। हामीलाई कति दिया छ हामीलाई कति देखायो 26.457 26.457 डिवाइडेड बाइ रिटर्न कति छ 25% छ। 25% यो कति आउँछ अनि 1.058 यस को चाहिँ एस समेसन एस बाइ ERS एक्सपेक्टेड रेट अफ रिटर्न कति छ भनेपछि 7 डिवाइडेड बाइ 31। यसको कति आउँछ 7 डिवाइडेड बाइ 31 भनेपछि 0.2258 आयो है। यो चाहिँ यसरी आयो। यसलाई भनिन्छ कोएफिसिएन्ट अफ भेरिएसन। रिस्क बाइ रिटर्न भनेको कति रिस्क चाहिँ रिटर्नले बियर गर्छ भन्ने कुरा हुन्छ। स्टक आर ले 1.058, स्टक एस ले 0.2258। क्वेशन नम्बर बी ले चाहिँ के भनेको भने कोभेरियन्स बिट्विन स्टक आर एन्ड एस भनेको है। कोभेरियन्स COV यसलाई चाहिँ डिनोट गर्छ अनि आर र एस को बिचमा हुनाले COV RS है। अनि यसको फर्मुला चाहिँ के हुन्छ भनेपछि समेसन P भनेको प्रोबेबिलिटी अनि रेट माइनस यो हुने यो है। यो भनेको रेट अफ रिटर्न अफ स्टक आर माइनस एक्सपेक्टेड रिटर्न अफ स्टक आर मल्टिप्लाई अनि त्यसपछि रेट अफ रिटर्न अफ स्टक एस माइनस एक्सपेक्टेड रेट अफ रिटर्न अफ स्टक एस मल्टिप्लाई है। अब यो कसरी ल्याउने भनेपछि है यो दुईटालाई मल्टिप्लाई गर्ने अनि प्रोबेबिलिटी जोड्ने त्यसरी आउँछ है हाम्रो। अब यहाँ हामीले क्याल्कुलेसन टेबलमा चाहिँ यसरी देखौँ आर माइनस एक्सपेक्टेड रेट अफ रिटर्न अफ आर गुणे RS माइनस एक्सपेक्टेड रिटर्न अफ RS गुणे P। यिनी दुईटालाई मल्टिप्लाई गर्ने अनि प्रोबेबिलिटीले मल्टिप्लाई गरिदिने। अब कति आउँछ भनेपछि हाम्रो यसको आउँछ 88 है अनि यसको आउँछ 2.5 अर्कोको आउँछ 94.5। यसलाई हामीले टोटल गर्यौं भनेपछि कति आउँछ भनेपछि 185 आउँछ है। अब कोभेरियन्स बिट्विन स्टक आर एन्ड एस इज 185। यो पोजिटिभ छ है। यो पोजिटिभ हुनाले के हुन्छ यिनीहरुको दुईटाको बीच रिलेसन भनेको पोजिटिभ हुन्छ। एउटा बढ्दाखेरि अर्को पनि बढ्या, एउटा यदि घट्यो भने घट्या। जसरी 3 बाट 20 हुँदाखेरि यो बढ्यो, यो पनि 20 बाट 30 बढ्यो। दुईटाको रिलेसनशिप पोजिटिभ छ भन्ने बुझिन्छ। अब क्वेशन नम्बर सी ले के भनेको छ भनेपछि क्वेशन नम्बर सी ले चाहिँ पोर्टफोलियोको कुरा गरेको छ है। पोर्टफोलियोको कुरा गरे। पोर्टफोलियो भनेको कस्तो भनेपछि दुईटा कुरामा इन्भेस्ट गरेका। कसरी यिनीहरुको वेटेज कस्तो छ भनेपछि
स्टक आरमा चाहिँ 75% राखेको छ अनि स्टक एक्समा चाहिँ 25% राखेको छ है। अब हामीले वेटेज निकालौँ पहिला। वेटेज दिएकै छ 75%। वेटेज अफ स्टक आर, डब्लुआर लेख्नु है। स्टक आर, डब्लुआर चाहिँ हाम्रो कति छ 0.75। वेटेज अफ स्टक आर भनेको चाहिँ हाम्रो 0.75 छ है। अनि वेटेज अफ स्टक अब बाँकी भएको चाहिँ कति हुने भयो, स्टक एसको चाहिँ डब्लुएस इक्वल टु 0.25 भयो। अब हामीले त्यस पछाडि हामीलाई के छ, के चाहियो भने चाहिँ पोर्टफोलियोको एक्सपेक्टेड रिटर्न चाहियो। पोर्टफोलियोको एक्सपेक्टेड रिटर्न भनेको मिन हो है। मिन चाहिँ कसरी निकाल्छौँ भनेपछि अब हेर्नु है, एक्सपेक्टेड रिटर्न अफ पोर्टफोलियो ERP is equal to weightage of stock X गुने expected rate of return of stock R plus weightage of stock S गुने expected rate of return of stock S। हामीले कति देखा 0.75 आयो। यो भनेको हाम्रो 25% अगाडि हामीले क्याल्कुलेट गरे हो। अर्को 2.25 भयो अनि अगाडि चाहिँ हामीले कति क्याल्कुलेट गरेर 31 निकालेको छ। यसको चाहिँ अब क्याल्कुलेट गर्दाखेरि यसको कति आयो भन्नुहुन्छ भने तपाईँ, यसको आयो 26.5%। अब हाम्रो चाहिँ अर्को के चाहियो, स्ट्यान्डर्ड डेभिएसन। यो भनेको रिस्क क्याल्कुलेट गर्ने फ्याक्टर हो है। स्ट्यान्डर्ड डेभिएसन अफ पोर्टफोलियो यो चाहिँ सिग्मा पी। यसको फर्मुला चाहिँ के हुन्छ भनेपछि रुट अन्डर रुट भइहाल्यो है। वेटेज अफ आर को होल स्क्वायर गुने सिग्मा आर को होल स्क्वायर प्लस वेटेज अफ एस को होल स्क्वायर गुने सिग्मा रिस्क अफ एस को होल स्क्वायर प्लस 2COV RS को भेरिएन्स गुने वेटेज अफ आर गुने वेटेज अफ एस। यस्तो हुन्छ है। अब हामीलाई यो सबै दिएकै छ। अब हामीले सब भ्यालु पुट गर्यौँ भनेपछि एन्सर आउँछ है। अब राखौँ त, वेटेज अफ स्टक आर को कति छ 0.75, यसको होल स्क्वायर गुने स्ट्यान्डर्ड डेभिएसन कति छ आर को, स्ट्यान्डर्ड डेभिएसन कति छ यार 26.45, 26.45 को होल स्क्वायर प्लस स्टक एस को कति छ वेटेज 0.25 को होल स्क्वायर प्लस अनि यसको कति स्ट्यान्डर्ड डेभिएसन, स्ट्यान्डर्ड डेभिएसन चाहिँ हाम्रो कति छ 7 को होल स्क्वायर प्लस 2COV भनेको कोभ्यारिएन्स भनेको 185 छ अनि वेटेज भनेको 0.75 गुने 0.25। अब यो सर्ट क्याल्कुलेट गर्दाखेरि कति आउँछ भनेपछि तपाईको गर्नु होला है। यो चाहिँ आउँछ 465.96 आउँछ। यो भनेको चाहिँ 21.58% भयो है। ओभरअल यही नै हो। अनि त्यस पछाडि हामीले इन्टरप्रिटेसन गर्दाखेरि कस्तो गर्नुपर्छ भनेपछि सबैलाई एबिसी को एन्सरलाई एकैचोटि लेख्ने म तपाईलाई देखाउँछु अनि त्यस पछाडि बल्ल हामीले इन्टरप्रिटेसन गर्नुपर्छ। हाम्रो पहिला फर्स्ट चाहिँ के थियो भने एक्सपेक्टेड रिटर्न्स अफ स्टक एक्स को, स्टक आर को, स्टक एस को, अनि रिस्क अथवा स्ट्यान्डर्ड डेभिएसन आर को एस को, अनि कोएफिसिएन्ट अफ भेरिएसन आर को एस को, अनि सेकेन्डमा के थियो कोभ्यारिएन्स। कोभ्यारिएन्स निकाल्ने फर्मुला के हामी देख्न सक्नुहुन्छ, समेसन प्रोबेबिलिटी अनि एक्सपेक्टेड रिटर्न रेट अफ रिटर्न माइनस एक्सपेक्टेड रिटर्न अफ एक्स र वाई को दुईटा गरेर यसरी निकालिन्छ। अनि पोर्टफोलियोको चाहिँ वेटेज दुईटाको दिया हुन्छ आर र एस को। त्यहाँ एउटामा कति भने 0.75 भने एउटामा त्यो भन्नाले अर्कोमा 0.25 भयो। अनि त्यस पछाडि एक्सपेक्टेड रेट अफ पोर्टफोलियो निकालिदियो अनि स्ट्यान्डर्ड डेभिएसन पनि निकालिदियो। अनि इन्टरप्रिटेसन गर्दाखेरि चाहिँ हामीले कसरी गर्नुपर्छ भनेपछि इन्टरप्रिटेसन यो कोभ्यारिएन्स इन्टरप्रिटेसन गर्दाखेरि यो पोजिटिभ रिलेसन हुन्छ, त्यसकारण यिनीहरुको डाइरेक्सन एउटै हुन्छ भन्नु पर्यो। अनि पोर्टफोलियोको चाहिँ ओभरअल हेर्दाखेरि स्टक आर भन्दा चाहिँ के छ, स्टक आर भन्दा एक्सपेक्टेड रिटर्न्स
एक्सपेक्टेड रिटर्न्स बढी छ अभियसली हैन, एक्सपेक्टेड रिटर्न्स बढी छ तर एस भन्दा चाहिँ कम छ। अनि त्यस पछाडि रिस्क चाहिँ कति छ, आर भन्दा कम छ अनि स्टक एक्स भन्दा एस भन्दा बढी छ भनेर भन्नुपर्छ है। अब ओभरअल यही नै हो। अब तपाईहरुलाई यस्तै अरु नयाँ नयाँ भिडियोहरु पनि चाहिन्छ भने हाम्रो च्यानललाई लाइक शेयर सब्स्क्राइब त्यही गर्नु होला। अनि के तपाईलाई के लाग्छ, म केही प्रतिक्रिया दिन चाहनुहुन्छ भने कमेन्ट बक्समा कमेन्ट गर्नु होला। धन्यवाद।